एउटा नेताहरूले दिमाग लगाएर राजा ज्ञानेन्द्रलाई जिउँदो छोडिदियो। नाम लाउने मान्छे त हुनु पर्यो नि। यदि राजा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रसँग सँगै मारिदिएको भए नाम को माथि लाउने? त्यही भएर राजा ज्ञानेन्द्रलाई नाम लाएर आफूहरू शासन गर्नको लागि छोडिएको हो। अब त जनताहरू आँख खोल्नुहोस् यार, अब त बुझ्नुहोस्। अब नबुझे कहिलेसम्म यस्तै हामी चुप्लाएर बस्ने? आफ्नो 22 वर्षको भतिजोलाई मार्न सक्छ मान्छेले। आफ्नो दाइको पुरा खानदान मार्यो सत्ताको लागि, राजा बन्नको लागि। त्यो मान्छेले हाँसी हाँसी सत्ता छोडिदिन्छ। एकचोटि तपाईँ गुगल गएर हेर्नुहोस्, चाइनामा कम्युनिस्टहरूले आन्दोलन गर्दा राजाले लमसम 1 करोडभन्दा बढी जनताले मारेको थियो। रसियामा कम्युनिस्टहरूले आन्दोलन गर्दा 1 करोड 25 लाखभन्दा बढी मान्छेहरू मारेको थियो। एकचोटि तपाईँ इन्टरनेटमा हेर्नु न, फ्रान्समा त झन् 50 लाखभन्दा बढी राजाले मारेको थियो राजा विरुद्ध युद्ध हुँदा। तर नेपालमा किन राजाले यस्तै हाँसी हाँसी छोडिदियो? 1-2 लाख पनि मान्छे मार्यो, 17,000 मान्छे मार्यो, त्यो पनि प्रचण्डले मारेको, राजाले मारेको होइन। राजाको आफ्नो घर हो, उसले माया हुन्छ। यो नेताहरूको लागि 5-6 वर्षको लागि भराको घर हो। 5-6 वर्षको लागि पदमा आउँछ, जति लुट्नु छ लुट्छ, जान्छ। राजा त सधैँ राजा आफ्नो पदमै बस्छ नि, त्यसलाई आफ्नो घरको माया हुन्छ। यो नेताहरूले हुन्छ आफ्नो घरको माया? सायद आफ्नो घरको माया भएको भए नि यस्तो देश बर्बाद यतिसम्म त बर्बाद गरिन्थेन होला। राजाको पालामा कति रुपियाँ ऋण थियो एकचोटि तपाईँहरू आफै सोच्नुहोस् र गुगल गर्नुहोस्। 2047 सालमा हाम्रो देशमा ऋण जनतामाथि कति थियो र आज कति छ? बङ्गलादेशमा युद्ध हुँदा शेख हसिनाले देश छोडेर भागे। श्रीलङ्कामा सब नेताहरू देश छोडेर भागे। के राजा हाम्रो देश छोडेर भाग्यो? अहिलेसम्म नेपालमै छ। किन छ? देशको माया छ, प्रेम छ, तब नि छ। 5 वर्ष पहिला मात्र 63,000 समथिङ थियो, अहिले 1,30,000 कटिसक्यो। यो सब ऋण कसले लियो त? राजाले लिएको हो। तपाईँ आफै सोच्नुहोस् त, राजाले किन फसाएको हो? अब हामीहरू त्यो राजाले नबोलाए कहिले बोलाउने? वास्तवमा राजा ज्ञानेन्द्रले सत्ताको लागि आफ्नो भाइले मारेको भए जिन्दगी सत्ता छोड्थेन। पुरा नेपालीलाई कति नेपाली आन्दोलनमा आएको थियो? 1 लाख 2 लाख माथिबाट पुरा। जब राजाको हातमा पुरा सेना उसकै हातमा थियो, सरकार उसकै हातमा थियो, माथिबाट बम खसाएको भए के हुन्थ्यो भन्नुहोस् त? चाइना रसिया जस्तो किन गरेन? किनभने उसलाई थाहा छ यस्तै भाइ मारा भनेर, ऊ भाइ मारा कुनै मान्छेले आफ्नो भाइले मारेको हुँदैन, उसलाई भाइ मारा भन्यो भने कस्तो फिल हुन्छ एकचोटि सोच्नुहोस् त। ब्लेम गर्ने, त्यो पनि सत्ताको लागि आफ्नो भाइले मार्यो। भाइ समेत पुरा खानदानलाई मारियो, एउटा भतिजोहरू समेतलाई मारियो। कस्तो त्यसलाई मनमा भइरह्यो होला। तर हामी जनताहरू अहिलेसम्म भ्रममै छौँ, त्यही नेताहरूको सपोर्ट लिइरहेछौँ, साइड लिइरहेछौँ। कहिलेसम्म? अब अन्त्य गर्नुपर्छ। अब राजालाई अब सच्चाइ जान्नुपर्छ र राजालाई फेरि बोलाएर उसको गद्दी दिनै पर्छ। राजाले अहिलेसम्म देश छोडेको छैन, अहिलेसम्म यही देशमा बसेको छ। यदि तपाईँहरू राजाले बोलाउन चाहनुहुन्छ भने यो पोस्ट सेयर गर्नु होला।